बाँड्नुपर्छ। सुसमाचारको सन्देश सबैको लागि हो, तर यी व्यक्तिहरूलाई दिनु हुँदैन। ती व्यक्तिहरूलाई दिनु हुन जो सत्यलाई तुच्छ ठान्छन् र अपमान गर्छन् र त्यसको विरुद्धमा हमला गर्छन्। यसुले चेलाहरूलाई बुद्धिमानी र विवेक प्रयोग गरेर सत्य बाँड्न सिकाउनु भएको छ। यो सन्देश मत्ती 10:14 पनि देखिन्छ, जहाँ यसुले भन्नुभयो, यदि कसैले तिमीहरूलाई स्वागत नगरे वा तिमीहरूको कुरा नसुने त्यो घर वा सहरबाट निस्कँदा आफ्नो खुट्टाका धुलो झारिदेऊ। पाँचौँ कुरा हेरौँ, व्यावहारिक अनुप्रयोग विवेक प्रयोग गर्नु। व्यावहारिक अनुप्रयोग विवेकको प्रयोग गर्नु अथवा व्यावहारिकतामा हामीले विवेक प्रयोग गर्नुपर्छ भन्न खोजेको। सुसमाचार प्रचार गर्दा हामीले व्यक्तिको हृदयको अवस्था बुझ्नु पर्दछ। यदि कसैले सत्यलाई तुच्छ ठान्छ वा विरोध गर्छ भने हामीले अनावश्यक रूपमा विवादबाट त्यो अनावश्यक विवादबाट बस्नुपर्छ। पवित्र चिजको कदर गर्नु, परमेश्वरको वचन र सत्य अमूल्य छ र हामीले यसलाई असम्मान गर्नुपर्छ र यसको दुरुपयोग गर्नुबाट जोगाउनुपर्छ। प्रेम र धैर्यता। यद्यपि यसुले कुकुरहरू र सुँगुरहरूलाई सत्य नदिनु भनेर भन्नुभयो, तर यसको अर्थ चाहिँ हामीले तिनीहरूलाई प्रेम गर्न छोड्नुपर्छ भन्ने चाहिँ होइन। हामीले प्रार्थना गर्नुपर्छ कि परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरून्। तिमोथी 2:1-4 अनुसार। निष्कर्षमा हामी आइपुगेका छौँ। मत्ती 7:6 पवित्र चिज परमेश्वरको सत्य वा सुसमाचार हो। कुकुरहरू वा सुँगुरहरू ती व्यक्तिहरू हुन् जो सत्यलाई तुच्छ ठान्छन् वा अपमान गर्छन्। बाइबलले कुकुर र सुँगुरलाई अपवित्र र अशुद्ध स्वभावको प्रतीकको रूपमा प्रस्तुत गर्छ, जसले परमेश्वरको सत्यको कदर गर्दैनन्। यसको यो शिक्षाले हामीले परमेश्वरको वचन बाँड्दा विवेक, बुद्धिमानी र सावधानी अपनाउनलाई प्रोत्साहन गर्छ। थप सुझाव तपाईँको लागि। यसको अर्थ त्यस्ताहरूलाई सुसमाचार नसुनाउनु भनेर गलत सम्झाउनु चाहिँ हुँदैन, बरु चाहिँ हामी आफै त अविश्वासी जस्ता नहौँ भने सतर्कता बुझ्नुपर्छ। दोस्रो कोरिन्थी 6:14 यसो कुराहरू भन्छ। तेस्रो कुरा चाहिँ सुसमाचार त हामी आफै हौँ, तसर्थ पहिला हाम्रो जीवन पनि ठिक हुनुपर्छ। त्यसपछि दोस्रो कोरिन्थी 3:2-3 पनि यो कुराहरू भन्छ। त्यसपछि कुन ठाउँमा, कस्तो वातावरणमा र कस्तालाई सुसमाचार सुनाउनु पर्ने हो, सो पवित्र आत्मा को सल्लाह अनुसार चाहिँ अगुवाईमा हामी उहाँको सल्लाहमा चाहिँ काम गर्नुपर्छ। प्रियजनहरू, कुकुर र सुँगुरको अघि परमेश्वरको वचन चाहिँ मूल्यहीन नहोस् भनेर हामी जहिले पनि सजग हुनुपर्छ। धन्यवाद। यो भिडियो हेरिदिनु भएको लागि। कृपया यो भिडियो मन पऱ्यो भने लाइक र सब्सक्राइब, च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्, ताकि तपाईँहरूलाई यस्तै शिक्षामूलक बाइबलीय शिक्षामूलक आत्मिक यात्रामा सहायता पुग्नको लागि म सधैँ भिडियोहरू ल्याउने प्रयास गर्नेछु। धन्यवाद। फेरि अर्को भिडियोमा हामी भेटौँला।